सोलुसन यहाँ चाहिँ पहिला क्वेसन सारौँ है 2x - 3/3 इक्वल टु 3 छ यो चाहिँ इक्वेसन हो यसलाई सल्भ गरेर त्यस पछाडि चेक गर्छौँ है मिल्छ कि मिल्दैन 2x को 2x लेख्यौँ बाइ 3 इक्वल टु अब यो यसलाई यो डिभाइडमा रहँदा उता इक्वेसनमा उता जाँदा के हुन्छ यसको चिन्ह बदलिन्छ अब यो 3 को 3 लेख्यौँ यो डिभाइडमा छ भने उता जाँदा मल्टिप्लाइमा भयो अब 2x - 3 इक्वल टु 3 3 जा 9 भयो अब यसलाई पनि 2x लाई छुट्याउँदा 2x इक्वल टु यो 9 को 9 माइनस चिन्हमा छ उता जाँदा प्लसमा गयो 2x इक्वल टु 12 इक्वल टु अब फेरि x लाई छुट्याउँदा 12 को 12 यहाँ बीचमा कुनै चिन्ह नदिएपछि यहाँ यसमा मल्टिप्लाई हुन्छ त्यसैले डिभाइडमा लग्यौँ x इक्वल टु 6 भयो है त 2 6 12 6 अब यसलाई चेक गरौँ मिल्छ कि मिल्दैन चेक 2x - 3 यो क्वेसन हो है यसमा हामी x को भ्यालु राख्छौँ मिल्छ कि मिल्दैन 2 को 2 लेख्यौँ बीचमा केही छैन इन्टु x को ठाउँमा 6 -3 को -3 बाइ 3 को 3 इक्वल टु 3 6 2 जा 12 -3 बाइ 3 इक्वल टु 3 अब 12 बाट 3 घटाउँदा 9 बाइ 3 को 3 इक्वल टु 3 जसरी पनि यो 3 निकाल्नुपर्छ तल अब 3 अझ 3 3 2 6 3 3 जा 9 भयो यहाँ 3 इक्वल टु 3